स्मार्टिका देवी नमः ध्यायामि। मलाई सुनिरहनु भएको छ भने कृपया मञ्चमा आइदिनु होला। पञ्चकन्या टोलीका टिमका र हामी यस स्थानमा तिलेश्वर धाम बनाउने उद्देश्यका साथ उपस्थित भएका छौँ। यो कार्यलाई अगाडि बढ्न गइरहेका छौँ, जसमा हामीलाई सहयोगको वचन दिनुभएको छ, तन मन धन सदाउने वचन दिनुभएको छ। त्यही वचनमा हामी चाहेको मनोशान्ति प्राप्तिको लागि यहाँ उपस्थित भएका छौँ र पवित्र स्थलमा हामी निरन्तर रूपमा 13 गतेसम्म रहिरहेछौँ। सुरुमा हामी सरस्वती पण्डित गुरु प्रमुख वाचक गुरुको पनि आगमन रहनेछ। उहाँको उपस्थितिसँगै म हाम्रो साङ्गीतिक टोली तपाईको लागि उचित ठाउँ कहाँनेरि हुनेछ भजन टोली नजिकै हुनुहुन्छ, मलाई सुनिरहनु भएको छ र केही बेरमा कार्यक्रम स्थलतर्फ पनि प्रवेश गर्नुहुनेछ। तसर्थ गुरु सम्मान हामी यस क्षेत्रलाई पर्यटकीय र सांस्कृतिक क्षेत्र निर्णयहरू चाहिँ पवित्र रूपमा आध्यात्मिक चिन्तन वृद्धि गर्नको लागि र धर्मलाई आत्मसात गर्नको लागि हामी यहाँ उपस्थित भएका छौँ। हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी नेपाली कांग्रेसका विष्णुमान महर्जनज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसैगरी वडा नम्बर 10 का वडा अध्यक्ष शिखर न्यौपानेज्यूलाई कार्यक्रममा अगाडिकै भागमा आएर आसन र हाम्रो आयोजक पनि सबै ढङ्गले सक्रिय रूपमा लागिरहनु भयो र कार्यक्रममा विदेशी सुश्री शान्ति दिदीको नाम अघि नै मैले लिनु पर्थ्यो। उहाँलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। केही बेरमा उहाँका मिठा देखिरहेका छौँ सम्पूर्ण अङ्कलहरू। त्यसैगरी यस कार्यक्रमलाई सफलता सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जो एनसीसीको नेतृत्व गरेर यहाँ आउनु भएको छ। एनसीसीका भाइ बहिनीहरू यस क्षेत्रमा रहेका गोदावरी नगरपालिका वडा नम्बर 5 भित्र रहेका विभिन्न महिला समूह, आमा समूह, त्यसैगरी खानेपानी समिति, वन उपभोक्ता समितिका अध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारीज्यूहरू तपाईँहरू सम्पूर्णलाई म नमस्कार टक्राउन चाहन्छु। त्यसैगरी मैले छुटाएछु गोदावरी नगरपालिकाका वडा अध्यक्षज्यूहरू यहाँ पाल्नु भएको छ। वडा नम्बर 6 का वडा अध्यक्ष विष्णुमान महर्जन छन्। त्यसैगरी वडा नम्बर 10 का वडा अध्यक्ष शेखर न्यौपानेज्यू लगायत पनि उपस्थित भएको छ। तपाईँहरू सम्पूर्णलाई म नमस्कार टक्राउन चाहन्छु र मलाई स्वागतको जिम्मेवारी दिनुभएको छ। त्यसकारणले तपाईँहरू सम्पूर्णलाई म स्वागत पनि गर्न चाहन्छु। आज अत्यन्तै तपाईँहरू महत्त्वपूर्ण धार्मिक स्थल र पवित्र स्थल तिलेश्वर धाम क्षेत्रमा हुनुहुन्छ। यो गोदावरी नगरपालिका, सिङ्गो नगरपालिकाले कला संस्कृति र मठ मन्दिरले अत्यन्तै धनी छ। यस पवित्र स्थलमा आज यो शिव महापुराणको चाहिँ शुभारम्भ हुँदैछ। यसको लागि तपाईँहरू बिहानदेखि नै महिला दिदीबहिनीहरू विशेष गरी खट्नु भएको छ।
अझ यो क्षेत्रलाई पवित्र बनाइदिनु भएको छ। यो कार्यक्रमलाई सफलताको लागि पाल्नु भएको छ। तपाईँहरूलाई सर्वप्रथम म हार्दिक धन्यवाद दिन चाहन्छु महिला दिदीबहिनीहरू। र आज यो क्षेत्रमा यस्तो शिव महापुराण, विशेष गरी यो 12 वर्षीय शिव महापुराण भनेको छ हामीले। 12 वर्ष अगाडि यही स्थलमा यसै गरी कपिल गुरुले शुभारम्भ गर्नुभएको थियो। हुन त यो क्षेत्रको लागि कपिल गुरु नौलो हुनुहुन्न, उहाँ हाम्रो चिर परिचित, हाम्रो यहाँको कला संस्कृति, यहाँको धर्म, यहाँको मठ मन्दिर विकाससँग औरातमा जोडिनु भएको छ। म स्मरण गर्न चाहन्छु उहाँको मुखारबिन्दबाट जुन प्रवचन सुरु भएको थियो त्यस दिनदेखि लेलेमा विकासको मूल फुटेको थियो। जसको नेतृत्व जसले यो पुराणको नेतृत्व यही समितिका अध्यक्ष रघुनाथ थापाज्यूले गर्नुभएको थियो। उहाँलाई पनि म सम्मान गर्न चाहन्छु। आज उहाँको नेतृत्वमा हामीले चम्पेश्वरीमा तपाईँ हाम्रै पहलमा, तपाईँ हाम्रै सहयोगमा त्यो सुरुवात भएको थियो। आज त्यो सुरुवातले गोदौली नगरपालिकाभित्र नै एउटा स्थापित संस्था जन्मायो, लेले एम्बुलेन्स सेवा। त्यसकै माध्यमबाट अहिले सम्पूर्ण हाम्रा दुखी गरिब आमा बुवा जो असहाय असक्त सम्पूर्णले चाहिँ एम्बुलेन्सको सेवा प्राप्त गरेको छ। यसको लागि सम्पूर्ण श्रेय आदरणीय कपिल गुरुलाई दिन चाहन्छु। त्यसै गरी कपिल गुरुले यो स्थानबाट सुरु गर्नुभयो, यो ठाउँ निर्माण कार्यको जग पछाड्नुभयो। तत्पश्चात स्थानीय सरकारको निर्वाचन भयो। त्यो निर्वाचनमा गोदौली नगरपालिकाले एउटा कलाप्रेमी, संस्कृतप्रेमी, त्यसै गरी चाहिँ मठ मन्दिरलाई जगेर्ना गर्नुपर्छ र हाम्रो सङ्कल्प पनि त्यस्तै थियो। गोदौली नगरपालिकाको चाहिँ नगर प्रमुख प्राप्त गर्यो गजेन्द्र महर्जनज्यू। त्यसै गरी उहाँ आइसकेपछि र म आफै पनि यहाँ निर्वाचित भइसकेपछि म हुर्किएको ठाउँ, म जन्मेको ठाउँ र यो ठाउँसँग मेरो जुन सामिप्यता छ त्यसले पनि डोर्याउँदै र हामी सबैको साझा सङ्कल्प तपाईँहरूले सहयोग गर्नुभयो, मलाई नेतृत्वमा ल्याउनुभयो। तत्पश्चात हामीले त्यतिखेर शिव महापुराणबाट विचारोपण भए तापनि आज यति झकिझकाउ र यति मनोमोहक दृश्य हामीले देखिरहेका छौँ। यसको लागि पनि सम्पूर्ण लेलेवासी लगायत सम्पूर्ण मेरो आदरणीय व्यक्तित्वहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। किनभने तपाईँहरूको कारणले, तपाईँहरूको सहयोगले, तपाईँहरूको चाहिँ योगदानको कारणले आज गोदौली नगरपालिकालाई एउटा धार्मिक पर्यटकीय क्षेत्र बनाउनको लागि एउटा इँटा थप्ने काम भएको छ। त्यसको लागि तपाईँहरूलाई धन्यवाद नदिकन रहन सकिँदैन। त्यसै गरी यहाँ भन्नै पर्ने हुन्छ यो तिलेश्वर धाम क्षेत्र, यहाँ सबै कुरा, यहाँ सरस्वतीको वासस्थान पनि यही छ। तिलेश्वर महादेव जो तिलबाट उत्पन्न भएको महादेव, बृहस्पति गुरुले ऋषिले चाहिँ तपस्या गरेपछि उत्पन्न भएको महादेव तिलेश्वर महादेव लगायत पशुपति घाट, जुन पशुपतिको आर्य घाटभन्दा पुरानो 526 विक्रमसम्म 526मा स्थापना भएको घाट, यो मन्दिर जुन यहाँ छ। त्यसै गरी पशुपतिनाथ पनि यहीँ हुनुहुन्छ, सम्पूर्ण ज्ञानकुण्ड पनि यहीँ हुनुहुन्छ। अहिले त त्यसै गरी मनोकामना मन्दिर पनि हामीले यही गोदौली वडा नम्बर 5 भित्रै पाएका छौँ। त्यसै गरी चाहिँ कनक सुन्दरी, यो सम्पूर्ण पवित्र स्थल आज साँच्चैकै गोदौली नगरपालिकालाई एउटा पर्यटकीय रूपमा चिनाउनको लागि एउटा कोसेढुङ्गा साबित भएको छ। यसलाई अझै परिष्कृत गर्ने, यसलाई संरक्षण गर्ने, सुधार गर्ने कामहरू बाँकी नै छ। तर हामीले अहिले नै चाहिँ यो हामीले उद्देश्य फरक राखेका छौँ। धेरै महापुराण, धेरै शिवपुराण लगायत अन्य सप्ताहहरूमा यो बनाउने त्यो बनाउने भनेर चाहिँ जुन प्रस्तावका साथ पुराण लगाइन्छ, महायज्ञहरू लगाइन्छ, सप्ताह लगाइन्छ, हामीले अलिकति फरक ढङ्गले यसलाई सुरुवात गरेका छौँ। जिम्मेवारी यो ठाउँको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने जिम्मेवारी अहिले देशमा 3 तहको सरकार गठन भएको छ। त्यही तहको चाहिँ निर्वाचन भएको छ। त्यही किसिमले तपाईँहरूले जनप्रतिनिधि चुनेर पठाउनु भएको छ। त्यस कारणले यो जिम्मेवारी चाहिँ जनप्रतिनिधिको हो। तपाईँहरूले त यहाँ सहयोग गर्ने होला, यो सरकारलाई ट्याक्स बुझाउनको लागि अथवा ट्याक्स तिर्ने अथवा चाहिँ अन्य तवरले तपाईँहरूले सरकारलाई सघाइरहनु भएको छ, सघाउने होला। तर सरकारको दायित्व भनेको यो क्षेत्रलाई संरक्षण गर्ने, सुधार गर्ने, निर्माण कार्यमा सहयोग गर्ने नै भएको छ। त्यस कारणले हामीले उद्देश्य अलिकति फरक राख्यौँ। यसलाई अहिले अक्षयकोष स्थापना गर्ने र अक्षयकोष स्थापना भइसकेपछि यहाँ सधैँ नित्य पूजा चलोस्, अन्य विकास निर्माणको कुराहरूमा चाहे जोसुकै होस्, आज मिलन सिलवाल छ, भोलि अरू कोही हुन्छ, यहाँको जनप्रतिनिधिहरूले चाहिँ त्यसलाई सहयोग गर्नुपर्ने हुन्छ भन्ने आशयका साथ हामीले अहिले चाहिँ अक्षयकोष स्थापनार्थ भनेर यो महापुराण सञ्चालन गरेका छौँ। यो अक्षयकोष स्थापनाको सुरुवात पनि भइसकेको छ। यहाँको कमल सिलवाल लगायत उहाँहरूको सम्पूर्ण परिवारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँहरूले लगभग 5 लाखभन्दा माथि रकम राखेर यो अक्षयकोषको सुरुवात भइसकेको छ। अब यो अक्षयकोष बलियो बनायो भने
यहाँको नीति पूजा पनि चल्छ, यहाँ आउने पर्यटकलाई सहजीकरण पनि हुन्छ। त्यस कारणले हामीले यसमा कुनै प्रकार छैन, यसमा कुनै बाध्यता छैन। हामीले आफ्नो सकेको पक्ष, हामीले हाम्रो पक्षअनुसार कति सक्छौँ त्यो हिसाबले सहयोग गरेर यो अक्षय कोष स्थापना हिजो जसरी गुठी त्यसै गरी गुठीको जग्गा जसरी राख्ने गरिन्थ्यो, आज त्यो परिस्थिति छैन। त्यस कारणले अक्षय कोषलाई बलियो बनाउनको लागि तपाईँ हामीले पनि सकेको दान गर्नुपर्छ जस्तो मलाई लाग्दछ। त्यो तपाईँहरूले पनि गर्नुहुनेछ र हामीले पनि गर्नेछौँ। र विकास निर्माणको कुरामा गदौली नगरपालिकामा अहिले धेरै, यो 5 नम्बर वडा मात्र होइन, धेरै ठाउँमा चाहिँ धार्मिक मठ मन्दिरहरूको विकास भएको छ। त्यो गदौली नगरपालिका सबै वडामा कुनै न कुनै धार्मिक स्थल रहेको छ। त्यसमा मेयर साहब लगायत यो सम्पूर्ण गदौली नगरपालिकाको परिवारले सम्झेको छ र हामीलाई पनि अत्यन्तै धेरै माया गर्नुभएको छ। प्रत्येक साल यो तिलेश्वर धाममा 10 लाखभन्दा माथि बजेट परेको कुरा पनि म तपाईँहरूलाई अवगत गराउन चाहन्छु। त्यसै गरी अन्य कुराहरू पनि छ। यहाँ हाम्रो मान्यज्यूहरू पनि यो हुनुहुन्छ, अहिले उदय शङ्कर राणाज्यू पनि यहाँ हुनुहुन्छ। उहाँले पनि मलाई लाग्छ पहिलोचोटि यो आजभन्दा पहिलाको इलेक्सनमा उहाँ जित्दाखेरि उहाँले चाहिँ यो तिलेश्वर धाम निर्माणको लागि रु 10 लाख, जतिखेर हामीले पुरानबाट सुरु गरेका थियौँ त्यसमा सहयोगार्थ उहाँले 10 लाख रुपियाँ चाहिँ हामीलाई यो तिलेश्वर धाममा सहयोग गरेर ठुलो गुण लगाउनु भएको छ। त्यसको लागि पनि म उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। त्यति मात्र होइन, उहाँको परिवारले पारिपट्टि पशुपतिनाथको चाहिँ उतापट्टि रहेको गेट पनि उहाँहरू परिवारको तर्फबाट उहाँहरूले निर्माण गर्नुभएको छ। सम्पूर्ण उदय शङ्कर राणाज्यू लगायत उहाँहरूको परिवारलाई पनि आज यो पवित्र कार्यको शुभारम्भ हुन लाग्छ। त्यस कारणले उहाँहरूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। र अर्को कुरा के रह्यो भने यो विभिन्न लक्ष्य राखेर हामीले जुन कार्यक्रम आज चाहिँ सङ्कल्प गरेका छौँ त्यसमा पनि हाम्रा चाहिँ आज अतिथिज्यूहरू हुनुहुन्छ। यहाँ आदरणीय ऋषि दाई पनि हुनुहुन्छ। कुनै न कुनै तवरले उहाँहरूले सहयोग गरिराख्नु भएको छ। सम्पूर्ण आदरणीय अतिथिज्यूहरूले सहयोग गर्नुहुन्छ भन्ने पनि मैले अपेक्षा लिएको छु। त्यसो भन्दै गर्दा हामी स्थानीय सरकार वडाले के गर्ने त भन्ने कुरा रहन सक्छ। वडाले अत्यन्तै महत्त्वका साथ यो क्षेत्रलाई लिएको छ। यो मात्र होइन, प्रत्येक धार्मिक स्थल बनाउने सङ्कल्प राखेको छ, बन्दै पनि छ। हामीले मनोकामनाको मन्दिर, त्यसै गरी चाहिँ तिलेश्वर धाम, त्यसै गरी चाहिँ तपाईँको कनक सुन्दरी, जयकुमारी, बालकुमारी, त्यसै गरी चाहिँ अहिले ज्वालादेवी मन्दिर पनि हामीले चाहिँ त्यहाँ बनाउने सङ्कल्प गरेका छौँ। यी सारा मठ मन्दिरहरू जहाँ जहाँ मठ मन्दिरहरू छ त्यो सबै बनाउने सङ्कल्प हामीले लिएका छौँ। वडा सरकारले त्यसमा चाहिँ पहल गर्छ, पहल कदमी लिन्छ, सकेको केही बजेट पनि छुटाउँछ र धेरै मठ मन्दिरहरूको डिपिआर बनेको छ। त्यसै गरी यो क्षेत्रलाई पनि हामीले डिपिआर मार्फत अबको दिनमा कहाँ र कुन ठाउँमा कस्तो संरचना बनाउने भन्ने कुरा हामी अगाडि लिएर जाने। हाम्रो वडा सदस्यज्यूहरू हुनुहुन्छ, 4 जना उपस्थित हुनुभएको छ। उहाँ हामी गरेर तपाईँ अनुसार यसको पनि मास्टर प्लान बनाउने पनि म तपाईँहरूलाई उद्घोष गर्न चाहन्छु। र त्यति मात्र होइन, यो ठाउँको लागि अन्य के गर्नुपर्छ त्यो तपाईँहरूको सल्लाह बमोजिम, तपाईँहरूको सुझाव बमोजिम हामी त्यो काम पनि पक्कै गर्नेछौँ। र आज धेरै कुरा नराखिकन यो पवित्र स्थल जहाँ ऋषिले तपस्या गरेको स्थल, सरस्वती कुण्डको जल श्रवण गरिसकेपछि जुन एउटा किम्बदन्ती छ, ज्ञान आर्जन हुने, बोल्न नसक्ने साना बाबु नानीहरू बोल्न सक्ने, त्यसै गरी तिलेश्वर महादेव यहीँ हुनुहुन्छ, पशुपतिनाथ यहीँ हुनुहुन्छ। हाम्रो चाहिँ सम्पूर्ण कुराहरू ज्ञानकुण्ड लगायत पवित्र स्थल यहाँ छ। यो स्थलमा हाम्रो निमन्त्रणालाई विशेष गरी स्वीकारेर पाल्नुभयो जो नेपाल सरकारको आज पर्यटन मन्त्री पनि हुनुहुन्छ। उहाँको कार्यव्यस्तता छ भन्ने कुरा पनि हामीले यो समाचार पनि पाएको छौँ। तैपनि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर उहाँ पालिदिनु भयो। उहाँले पनि केही कुरा पक्कै पनि यो क्षेत्रको सम्वर्धन विकासको लागि र यहाँको चाहिँ सम्पदा संरक्षणको लागि पक्कै पनि केही कुरा राख्नु नै हुनेछ। र त्योभन्दा पनि उहाँ आफै पनि एउटा दूरदराजमा रहेर यहाँको भूगोललाई, यहाँको यो ललितपुरको भूगोललाई राम्रोसँग बुझ्नु भएको छ। यहाँको कला संस्कृतिको लागि सम्पूर्ण कुराहरू उहाँलाई जानकारी नै छ। त्यस कारणले उहाँ धेरै टाढाबाट आए पनि हाम्रो लागि उहाँ नौलो हुनुहुन्न। उहाँ अत्यन्तै विकास प्रेमी, मृदुभाषी र एउटा सरल व्यक्तित्व हुनुहुन्छ। उहाँको प्रशंसा जति गरे पनि हामीलाई अपुरै हुन्छ। त्यस कारणले एउटा शालीन व्यक्तित्व जो आज प्रमुख अतिथिको रूपमा जो नेपाल सरकारको चाहिँ पर्यटन मन्त्री पनि हुनुहुन्छ उहाँ हामीले पाएका छौँ। त्यस कारणले उहाँले पनि केही कुरा पक्कै पनि सम्बोधन गर्नु नै हुनेछ भन्दै तपाईँहरू सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई, अघि मैले नाम लिएको व्यक्तिहरू लगायत कोही छुटाएछु भने आदरणीय सम्पूर्ण व्यक्तित्वहरूलाई, भक्तजनहरूलाई, यहाँ भजन टोली पनि छ, सम्पूर्ण व्यक्तित्वहरूलाई चाहिँ स्वागत गर्दै म आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद, स्वागतम। हेलो भाइ, हेलो हेलो।
स्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दै समय व्यवस्थापनमा वक्तव्यको लागि म यो समय उपलब्ध गराउन चाहन्छु र आफ्नो मन्तव्य राखिदिनु हुन। हामी यस्ता कार्यक्रमहरूबाट यस्ता अनुष्ठानहरूबाट हामी दुईटा कुरा सँगसँगै प्राप्त गर्छौं। एउटा हामी आध्यात्मिक जागरणका माध्यमबाट मान्छे भन्ने जातिको स्वाभाविकता के हो, प्राकृतिकता के हो। मान्छे स्वभावैले परोपकारमा विश्वास गर्ने प्राणी हो। मान्छे स्वभावैले सेवामा विश्वास गर्ने प्राणी हो। मान्छे स्वभावैले न्याय र सत्यको पक्षमा उभिने मानिस हो। किनभने हामीले ठूला ठूला लडाईहरू युद्धहरू हेर्यौं। महाभारतमा हामी पाण्डवको पक्षमा लाग्यौं, कौरवको पक्षमा लागेनौं। रामायणमा हामी रामको पक्षमा लाग्यौं, रावणको पक्षमा लागेनौं। रामले जितेको देख्न चाह्यौं। आज पनि कुनै धार्मिक चलचित्र बनोस् अथवा हाम्रा जनजीवनलाई समेटिएको चलचित्र बनोस्, त्यहाँ नायकले जितेको हामी देख्न चाहन्छौं, खलनायकले जितेको देख्न चाहदैनौं। त्यसैले मान्छे स्वाभाविक रूपमा, प्राकृतिक रूपमा सधैँ सत्यको पक्षमा छ, न्यायको पक्षमा छ। यस्तो जागरण कार्यक्रमहरूले हामीलाई आफ्नो विगत, आफ्नो वास्तविकता, हाम्रो प्राकृतिकतातिर फर्काइदिन्छ। कपिलदेव, सुवेदी जस्तो विद्वान व्यक्तित्वहरूले हामी को हौं भन्ने चिनाउनुहुन्छ यस्ता कार्यक्रमका माध्यमबाट। हाम्रो कर्तव्य के हो भन्ने चिनाउनुहुन्छ। हामीलाई वर्तमान परिवेशले के गरिदिएको छ भने हामी स्वार्थको पत्रले छोपिएर, व्यक्तिगत स्वार्थको पत्रले छोपिएर हामीले आफ्नो प्राकृतिकता भुलेका छौं, हाम्रो आफ्नो स्वाभाविकता भुलेका छौं। म मेरो स्वार्थ पूर्ति हुन्छ भने म यदा कदा असत्यको पक्षमा बोल्ने खालका आदतहरू, हाम्रा व्यवहारहरू देख्न थालेका छौं। त्यसैले यस्ता अनुष्ठानहरूले मानिसलाई तिमी को हौ, के थियौ, के चाहन्छौ, कहाँ जानुपर्छ, पुण्य के हो, पाप के हो भन्ने कुरामा हामीलाई प्रकाश दिने, उज्यालो दिने, देखाइदिने काम गर्दछन् यस्तो अनुष्ठानहरूले। यो अभियानमा मूलतः यो महापुराण सफल रहोस् म शुभकामना दिन चाहन्छु। दोस्रो, यस्तो कार्यक्रमहरूले, यस्तो अनुष्ठानहरूले हामी सामाजिक काम गर्छौं। हामी कहाँ तिलेश्वर धाम छ, तिलेश्वर धाममा शिवालय छ, सँगै सरस्वती मन्दिर लगायतका विभिन्न भौतिक संरचनाहरू छन्। हामीसँग ती भौतिक संरचनासँग जोडिएका अभौतिक हाम्रा आफ्ना कथाहरू छन्, हाम्रा इतिहासका वास्तविकताहरू छन्। त्यो जोगाउनका लागि हामीले केही पूर्वाधारहरू खडा गर्नुपर्ने हुन्छ। अस्ति भर्खरै असोजमा ठूलो बाढी पहिरो आयो। बाढी पहिरोले हाम्रा पुरातात्विक सम्पदाहरूलाई तहस नहस गरिदियो। त्यसलाई जोगाउनु पर्ने, पुनर्निर्माण गर्नुपर्ने, संरक्षण गर्नुपर्ने हामीसँग दायित्व छ। यो संरक्षण गर्ने सन्दर्भमा सरकार आफै मात्रै काफी हुन सक्दैन। किनकि ती सम्पदाको महत्त्व यहाँको स्थानीयले जति बुझेको हुन्छ, तपाईँ आयोजनामा रहनुभएको पुरानो पुस्ताकोदेखि नयाँ पुस्ताका व्यक्तित्वहरूले यो सम्पदाको जति महत्त्व बुझेको हुनुहुन्छ, सिंहदरबारले त्यति बुझ्न नबुझ्न पनि सक्छ, किनकि अलि टाढा छ। यहाँका सम्पदाको महत्त्व गहिरिएर बुझ्ने समुदायले यहाँका सम्पदा हामी आफै जोगाउँछौँ, यिनको संरक्षण हामी आफै गर्छौँ। यिनको संरक्षणमा राज्यले गर्ने योगदान पनि गरोस्, राज्यका 3 तह छन्, हामीसँग त्यो 3 तहले गर्ने योगदान पनि गरोस्। पत्रम पुष्पम हामी पनि योगदान गर्छौँ। हामीले पनि यो यसलाई जोगाउने सन्दर्भमा, यसको चाहिँ यसलाई श्रृंगार्ने सन्दर्भमा, यसको ब्युटिफिकेसन गर्ने सन्दर्भमा, यसलाई सरसफाई गर्ने सन्दर्भमा यहाँ मानिसहरू आउन् र रमाएर जाउन्, यहाँ मानिसहरू आएर सन्तुष्ट भएर जाउन् भन्ने सन्दर्भमा हाम्रो पनि योगदान छ, हाम्रो समाजको पनि योगदान रहन्छ। त्यसकारण हामी पत्रम पुष्पम योगदान गर्न चाहन्छौँ भन्ने कुरा पनि यस्ता अनुष्ठानहरूले हामीलाई वातावरण दिन्छन्। यी दुईटै प्रयोजनमा यो 10 दिनभित्र यसलाई जोगाउने, संरक्षण गर्ने र यसको ब्युटिफिकेसन गर्ने, यसलाई सिगार्ने सन्दर्भमा
पत्रम पुष्पम आर्थिक कुराको पनि जोह हुन्छ र आध्यात्मिक चेतनाको पनि अभिवृद्धि हुन्छ। त्यो दिशामा यो महापुराण सफल होस् म आग्रह गर्न चाहन्छु। म संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीको नाताले हाम्रो मन्त्रालयले नेपाल सरकारले हाम्रो आफ्नो संस्कृतिलाई जोगाउने सन्दर्भमा हामीसँग थुप्रै निकायहरू पनि छन्। पर्यटन विभाग छ, पर्यटन विभागले पर्यटकीय क्षेत्रहरूको संरक्षण गर्ने पूर्वाधार खडा गर्ने काम गर्दछ। पुरातात्विक विभाग मैले अघि सोध्दै थिएँ पुरातत्वका मानिसहरू यहाँ कतिको आउने गर्नुभएको छ, किनकि यो पुरातात्विक ठाउँ हो, लिच्छवी कालको राजधानी यतै थियो भन्ने कुराको हामीसँग चर्चा मात्रै छैन, हामीसँग प्रमाणहरू पनि छन्। यो घाट निकै पुरानो घाट, पशुपतिमा बागमतीको तटमा भएको घाट, कहीँ हाराहारीमा यो त्यति पुरानो घाट हो भन्ने कुरा पनि चर्चामा छ। वरपरका सम्पदाहरू, भौतिक सम्पदाहरू, यी सम्पदाहरू हाम्रा गौरव हुन्, हाम्रो इतिहास हो, हाम्रो पुरातत्व हो भन्ने पनि चर्चामा छ। त्योसँग जोडिएका कथाहरू, त्योसँग जोडिएका इतिहासका तथ्यहरू, त्यो तथ्यले पनि हाम्रो समाजलाई, यो ठाउँलाई, यसको महत्त्वलाई बढाउँछन्। त्यो बढाउने सन्दर्भमा पनि हाम्रो यो अभियान अगाडि बढोस्। यस्तै खालको महापुराण 12 वर्ष पहिले मात्रै भएको थियो भन्दै हुनुहुन्थ्यो सभाको अध्यक्षज्यूले। आज 12 वर्षपछि यो फेरि हुँदैछ, यसमा यहाँहरू जोडिनु भएको छ। मैले यसो हेर्ने सरसर्ती हेर्ने सन्दर्भमा युवाहरूको सहभागिता कम छ। यतातिर मञ्चपट्टि त केही युवाहरू, वडा अध्यक्ष लगायत युवाहरू देखिनु भएको छ, अगाडिपट्टि युवाहरू देखिनु भएको छैन। हामीले अघिल्लो पुस्ताको कुरालाई पछिल्लो पुस्तामा पुस्तान्तरण गर्ने यो तिलेश्वर धामको महत्त्व अघिल्लो पुस्ताले मात्रै बुझेर हुँदैन, नयाँ पुस्ताले पनि त्यसको महत्त्व बुझ्नुपर्छ। हाम्रो आफ्नो महत्त्वलाई बुझेर त्यसलाई निरन्तरता दिने, त्यसलाई अझ राम्रो बनाउने दिशामा जानुपर्छ भन्ने लाग्छ। संस्कृति भनेकै प्रत्येक समाजको प्राण तत्त्व हो। संस्कृति भनेकै एउटा गाग्री छ, गाग्रीको बाहिर देखिने स्वरूप गाग्री हो, गाग्रीभित्रको पानी चाहिँ संस्कृति हो। पानी बिनाको गाग्रीको जसरी महत्त्व हुँदैन त्यसरी नै संस्कृति बिनाको समाजको महत्त्व हुँदैन, संस्कृति बिनाको राष्ट्रको महत्त्व हुँदैन। यो संस्कृतिलाई जोगाउने, सभ्यतालाई जोगाउने काममा हामीहरू तत्परताका साथ अगाडि लाग्छौँ। नेपाल सरकार यहाँहरूको साथमा छ। हाम्रो मन्त्रालयले गर्नुपर्ने काम आफ्नो कर्तव्य निष्ठाका साथ निर्वाह गर्नेछ भन्ने कुराको वचनबद्धता व्यक्त गर्दै म मन्त्रालयमा अत्यन्तै जरुरी, त्यो पनि विदेशीहरू आउने एउटा कार्यक्रम मिटिङ भएको कारणले बिचैमा जानु परेकोमा क्षमा याचना गर्दै, यहाँहरू सबैसँग क्षमा याचना गर्दै, यो शिव महापुराणका 10 दिनहरू भव्य हुनेछन्, सभ्य हुनेछन् र हामी आफ्नो उद्देश्यमा सफल हुनेछौँ। मन्त्रालय नेपाल सरकार तपाईँहरूको साथमा छ, होस्टेमा ऐसे गर्न तत्पर छ। हामी आगामी दिनमा बन्ने नीति तथा कार्यक्रम, आगामी दिनमा बन्ने बजेटमा हाम्रो संस्कृति र हाम्रो सम्पदालाई संरक्षण गर्ने, तिलेश्वर धाम जस्ताको संरक्षण र प्रवर्धन गर्ने कुरामा के गर्न सकिन्छ भन्ने कुरा निष्ठापूर्वक हामी प्रयत्न गर्नेछौँ। त्यो कुरा पनि यहाँहरूका अगाडि विनम्रताका साथ अनुरोध गर्दै आफ्नो भनाइ टुङ्ग्याउन चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाल। गोदावरी नगरपालिका वडा नम्बर 5 निवासी कच्छु कुमारी सिलवाल आमा मिलन। यसै गरी अर्को पनि बिल मलाई आइसकेको छ। यो शिवपुराण विशेष एउटा अभिलाषा लिएर जुन यो कार्यक्रम भइरहेछ, यहाँको अभिलाषा पुरा होस् भन्ने शुभकामना दिन चाहन्छु। र हामीले यो गर्नुपर्ने यो जुन अभिलाषा छ शिवपुराणको, यो तिलेश्वर धाम बनाउने, यो तिलेश्वर धाम बनाउने जुन अभिप्राय लिएर सम्पूर्ण यहाँ व्यक्तित्वहरू लागि पर्नु भएको छ। उहाँहरूको मनोकांक्षा, अभिलाषा, इच्छा पुरा होस् र हामीले आफ्नो ठाउँमा बसेर आफूले गर्नुपर्ने र नगरपालिकाले गर्नुपर्ने सम्पूर्ण जुन सहयोगहरूमा हामी आफ्नो कमिट गर्न चाहन्छु। र यो अन्तमा म धेरै कुरा नरहेकन यो पवित्र धाम तिलेश्वरको प्राङ्गणमा भइरहेको शिवपुराण महायज्ञ सफल होस् भन्ने शुभकामना दिँदै यहाँ वाचन गर्नुहुने कपिल गुरुदेवज्यू लगायत सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक आभार व्यक्त गर्दै म यहाँबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद। दसैँ चक्रा जोडिएका
शुभ क्षण शुभ घडी र यो शुभ समयमा यहाँहरू सम्पूर्णप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। यो अत्यन्त महत्त्वपूर्ण कार्यक्रममा निमन्त्रणा गरिदिनु भयो, त्यसको लागि तिलेश्वर धाम संरक्षण तथा सुधार समिति परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। यो समय निकै लामो समय गइसकेको छ, त्यसकारण छोटोमा आफ्ना केही कुराहरू राखेर यहाँहरू माझबाट बिदा हुने अनुमति चाहन्छु। यो महत्त्वपूर्ण क्षेत्र, यो ठाउँ र धार्मिक ठाउँ हामी सबैले सुन्दै बुझ्दै र नजिकबाट महसुस गर्दै आएको तिलेश्वर धाम क्षेत्र, यो क्षेत्रले हाम्रो गोदावरी नगरपालिकाको पहिचानलाई स्थापित गर्न निकै ठुलो महत्त्वपूर्ण भूमिका खेलेको छ। हामीले हिजोका दिनदेखि आजसम्म यसको रूपान्तरणको प्रक्रियालाई देखिरहेका छौँ। भौतिक संरचनाका कुराहरू जुन हिसाबले तिलेश्वर धाम क्षेत्रको पछिल्लो समय एउटा उत्कृष्ट क्षेत्रको रूपमा यो परिवर्तित रूप हामीले देखिरहेका छौँ, यो आफैमा अत्यन्त हामीले गोदावरीवासीले नै अत्यन्त यसको हामी सबैले यसको चाहिँ यो एउटा खुसीको क्षण पनि हो। गोदावरी नगरपालिकाभित्र भएका विभिन्न धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूको गोदावरी नगरपालिकाले त्यसको सम्वर्धन, जीर्णोद्धार र पर्यटकीय स्थलको रूपमा तिनीहरूलाई विकास गर्ने क्रममा तिलेश्वर धाम क्षेत्रलाई पनि एउटा अत्यन्त महत्त्वपूर्ण क्षेत्रको रूपमा राखेको छ र नीति कार्यक्रम र बजेट मार्फत यसको सम्बोधन पनि हुँदै आएको छ। यहाँका स्थानीय आदरणीय बुवाहरू, आदरणीय आमाहरू, आदरणीय यो वडावासीहरूको जुन एउटा उहाँहरूको सपना छ, जुन उहाँहरूको एउटा जोस जागर र जुन ऊर्जा छ, त्यसले यो तिलेश्वर धाम क्षेत्रलाई यहाँसम्म ल्याउन अत्यन्त महत्त्वपूर्ण यो भूमिका खेलेको छ। हामीले देखिरहेका छौँ यो समितिका अध्यक्षज्यू लगायतको जुन समिति छ, जसले यो क्षेत्रमा मात्र नभएर वरिपरिका क्षेत्रहरू, अन्य वडाहरू र सिङ्गो नगरपालिकाका अन्य कार्यक्रमहरूमा पनि आफ्नो अत्यन्त यो ऊर्जावान समयलाई, उहाँहरूसँग भएको ज्ञान र उहाँहरूको जुन बौद्धिकतालाई हामीले लिएर हामीले धेरै ठाउँहरूमा यस्ता उहाँहरूकै साथ सपोर्टले यो एउटा कार्यक्रमहरू गर्दै पनि आइरहेका छौँ। त्यसका विभिन्न उदाहरणहरू पनि हामीसँग छन् र गोदावरी नगरपालिकाका विभिन्न धार्मिक क्षेत्रहरूलाई जोडेर एउटा सांस्कृतिक र पर्यटकीय पद एउटा क्षेत्रको रूपमा पनि यसलाई विकसित गर्ने क्रममा पनि हामी गोदावरी नगरपालिका छौँ। त्यसैको पेरिफेरीमा रहेर यो तिलेश्वर धाम क्षेत्रको जुन प्रकारले पछिल्लो समय यो क्षेत्रको विकासमा गोदावरी नगरपालिका लागिरहेको छ, त्यसमा एउटा कार्यपालिकाका सदस्यको हिसाबले गोदावरी नगरपालिका परिवारको तर्फबाट सधैँभरि यहाँहरू समक्ष रहेको यहाँहरू सबैमा अनुरोध गर्दै पुनः एकपटक यो कार्यक्रमको हार्दिक सफलताको शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। 12 वर्ष धार्मिक महोत्सव 2081 को आज उद्घाटन कार्यक्रम 2082 साल वैशाख 3 गतेको यो शुभ साहित्यमा माला लगायतका सम्मानहरू पनि स्वागत चिन्हले गर्दै जानुहोला। यसैगरी कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेज्यूलाई प्रमुख अतिथिका रूपमा आतिथ्यता ग्रहण गरिदिनु हुन जोरदार तालीका साथ हार्दिक स्वागत गर्दछु। र बाजुरादेखिको यहाँसम्मको यात्रामा काम सुरु भएको छ। यो तीर्थस्थल सत्ययुगदेखि आजसम्म पनि निरन्तर जोडिएको तीर्थस्थल हो। सत्ययुगमा देवगुरु बृहस्पतिले तपस्या गरेर चाहिँ उत्पत्ति हुनुभएका तिलेश्वर महादेवको मन्दिर प्राङ्गणमा हामी छौँ। माता सरस्वती यहीँ प्रादुर्भाव हुनुभएको हो भन्ने हाम्रो मान्यता छ। त्योदेखि निरन्तर लिच्छवी कालका अंशवर्मा शिवदेवका शीतकालीन दरबार यहीँ माथि छ र यो साह्रै ठुलो पवित्र तीर्थस्थल। तर अब कसो कसो छायामा यसलाई चाहिँ त्यति उजागर गर्न सकिएको थिएन, बिस्तारै यो उजागर हुँदै आएको छ। र यो तीर्थस्थल वास्तवमा चाहिने यो काठमाडौँ उपत्यकाभन्दा पुरानो ठाउँ हो र अंशवर्माले नेपाल खाल्डोको चाहिने त्यो पानी सुकाउने बेलामा कहाँबाट सुकाउने भनेर खोज्दाखेरि यी तिलेश्वरके फुलचोकीको माथिबाट त्यहाँ हेरेर त्यहाँ पछि आएर यो चाहिँ नागार्जुन गएर हेरेपछि, शिवपुरी गएर हेरेपछि अनि त्यो ठाउँ चौबारलाई काट्नु भएको। त्यसरी धेरैतिर जोडिने ठाउँमा आज शुभ कार्य भएको छ। यसलाई आयोजकहरू वास्तवमा म आफै धेरै लाग्नुपर्ने, मेरो आफ्नो व्यक्तिगत कारणले साह्रै लाग्न सकेका छैन, त्यसको लागि क्षमा पनि चाहन्छु। र सबै आयोजकहरू जो दिनदिनै आयोजक त मलाई पनि लेखिदिनु भएको छ के अरे, तर मैले जति परिश्रम गर्नुपर्ने थियो त्यति गर्न सकिराखेको छैन। सम्पूर्णलाई
चाहिने आभार पनि व्यक्त गर्छु र सँगसँगै मौका परे बेला आदरणीय कपिलदेव सुवेदीज्यू उहाँप्रति मेरो फरक किसिमको धारणा छ। उहाँमा सधैँ सुल्टो हेर्ने बानी, जहिले जे मिल्यो कि मिलेन भन्यो दिव्य भयो भनिदिइहाल्नुहुन्छ। त्यो बानीको सन्दर्भमा कपिलदेव सुवेदीज्यूलाई म एउटा दुईटा निवेदन गर्ने, छोटो भने दुईटा शब्द चाहिँ मैले भन्नै पर्छ। वास्तवमा यो पछि मुलुकमा प्रजातन्त्रको पुनर्स्थापना पछि बिस्तारै एक किसिमको राजनीतिक जागरण चाहिँ फैलायो, तर चाहिँ नि सदाचार, नैतिकता र जवाबदेहिता चाहिँ कमजोर हुँदै गयो कि भनेर केका माध्यमबाट त्यसलाई थप प्रवर्धन गर्न सकिएला भन्ने उसमा लाग्दाखेरि मैले मेरो अवकाशी जीवनमा होइन यो भागवतको माध्यमबाट, हाम्रा धार्मिक माध्यमबाट यसलाई चाहिँ जागरण ल्याउनु पर्छ भन्ने हो गरियो। तर जति उसमा लाग्यौँ हामीले, म धेरै भन्न चाहन्न, तर त्यो वास्तवमा यो पनि अहिले चाहिँ बिस्तारै यो औपचारिक रूपमा हुन गयो र उहाँले भनेका कति कुराहरू म सम्झन्छु। यति दिव्य कुरा भन्नुहुन्छ, त्यो कुरा चाहिँ छायामा हुन्छ, अरू कुरा चाहिँ हुन्छ। र वास्तवमा धर्म भने के भनेर हामी बिस्तारै धर्म भने त हाम्रो आफ्नो आचरण हो, हाम्रो बोली वचन हो, हाम्रो व्यवहार हो, हामीले हेर्ने दृष्टिकोण हो, हामीले गर्ने कर्म हो। यो पुरा यो कुरा त त्यो धार्मिक जागरण हामीभित्र धर्म जगाउनलाई गर्ने एक किसिमको कर्म हो। यसबाट हुँदैन र हामीले यीबाट सुधार गर्नुपर्छ। कति उहाँले प्रवचनमा भनिराखेका कुरा म दोहोऱ्याउन चाहन्न, सम्झिरहन्छु। साह्रै दिव्य प्रवचन गर्नुहुन्छ र यो आजको माध्यमबाट अब हामी फेरि लागौँ र यो धार्मिक वास्तवमा धर्मप्रति लाग्न चाहिँ हामीलाई उत्प्रेरणा मिलोस्, सदाचारप्रति लाग्न उत्प्रेरणा। वास्तवमा बिस्तारै हाम्रा कुल धर्म छन् त्यो स्खलित हुँदै गएका छन्, हाम्रा जातीय धर्म छन् त्यो स्खलित हुँदै गएका छन्, हाम्रा सदाचार पद्धतिहरू बिस्तारै नाफा नोक्सानमा हुन थाले। अब लाख बत्ती बाल्ने भन्यो भने मेरो छोराको चाहिँ त्यो अमेरिकाको भिसा लागोस् भनेर त्यो व्यावसायिकतामा त्यो चाहिँ गयो, लेनदेन व्यवहारमा चाहिँ गयो। हरेक कुरा गरिराखेका छौँ, देखाइराखेका छौँ, तर चाहिँ त्यसमा गएको हुनाले धार्मिक जागरणमा वास्तवमा भित्रै हामी आत्माभित्र चाहिँ कसरी धार्मिक जागरण छ। यो प्रवचनका सुरुवातबाट गुरुबाट मैले उहाँको प्रवचन शैलीलाई मनपर्ने हुनाले भने हो र यो औपचारिकता बाहेक त्यसमा हामी लाग्न सकौँ र सम्पूर्ण आयोजकहरूलाई पनि मेरो एकदम विनम्र फेरि पनि धन्यवाद छ। बाट पनि केही अपेक्षा, तपाईँहरूले सुन्नुपर्ने केही कुराहरू र आयोजकले ध्यान दिनुपर्ने कुराहरू सबैमा हुनसक्छ। तपाईँ हामी सबैमा शिव तत्त्व व्याप्त छ। आकृतिलाई देखेर माया गर्छौँ, विचार गर्दै जाँदाखेरि अन्तिममा त्यो आकृति हराउँदै हराउँदै गएर एउटा ज्योतिमा गएर टुङ्गिन्छ। त्यसैलाई भनिन्छ शिव। सत्यम शिवम सुन्दरम। पहिला आकृतिबाट सुरु हुन्छ। कसैको हामी अनुहार हेर्छौँ, जस्तै मेरो श्रीमान जानुभयो भन्छौँ, अनुहार त त्यहीँ छँदैछ। पहिला अनुहारलाई नै केही मान्छौँ हामी, पछि विचार गर्दै जाँदाखेरि त त्यो भित्र रहेको तत्त्वलाई पो श्रीमान श्रीमती छोरा छोरी भनेको त त्यही भित्र रहेको तत्त्वलाई रहेछ। यो कुरालाई शास्त्रले बडा राम्रोसित व्याख्या गरेको छ। त्वमेव माता च पिता त्वमेव। हजुर नै आमा हो, हजुर नै बाबा हो। शरीर आमा होइन, शरीर बाबा होइन। शरीरभित्र रहेको जुन चैतन्य तत्त्व छ त्यो चैतन्य तत्त्व नै आमा हो, त्यो चैतन्य तत्त्व नै बाबा हो। किनभनेदेखि यदि शरीर ईश्वर हुन्थ्यो भने हाम्रो राष्ट्रकवि रुनु पर्दैन थियो। तिम्रो अन्तिमको श्रृङ्गार सङ्गिनी कात्रो कसोरी भनो, तिम्रो निम्ति दिइन्छ पात्र जुन त्यो टिलो कसोरी भनो, गाली होइन किन्तु भन्नु कसरी यो अन्न बुर्की भनी, मुर्दानी कसरी भनो जुन तिमी मेरी थियो जीवनी। उहाँको धर्मपत्नीको शरीर त त्यहीँ छँदैछ, तर मेरी श्रीमती गइन् भनेर किन रुनुभयो राष्ट्रकवि माधव घिमिरे भने वास्तवमा त्यो भित्र रहेको चैतन्य तत्त्व नै श्रीमान रहेछ, त्यो भित्र रहेको चैतन्य तत्त्व नै श्रीमती, त्यो भित्र रहेको शरीरभित्र रहेको चैतन्य तत्त्व नै छोरा छोरी, यो सबै हो। त्यसकारण हामीले आफ्नो स्वरूपलाई चिन्तन गरौँ, त्यही नै शिव हो। शिवको चिन्तन गरी हामीलाई सुख मिल्दछ, आनन्द मिल्दछ। यो त शिव तत्त्व सम्बन्धित थोरै कुरा भयो। अब हामीले यज्ञलाई कसरी अगाडि बढाउने, भक्तवत्सल भगवानको सबै पार्टीहरू एक ढिक्का भएको देख्दा उहाँहरूलाई ताली बजाउन मन लाग्छ। एकचोटि जोरदार ताली बजाइदिनु होला, किन यहाँ सबैका प्रतिनिधित्वहरू जम्मा गरी हामीले जोगाउन सक्यौँ भने हाम्रा सन्ततिहरूले पनि हामीलाई एउटा सम्मान गर्नेछन् र हाम्रा पितृहरूले पनि हामीलाई आशीर्वाद दिनेछन्
आफूले जति सकिन्छ र आफ्ना इष्टमित्रहरू सबैलाई खबर गरेर निम्तो दिएर यस यज्ञमा सहभागी हुन आग्रह गरेर जति सकिन्छ आफूले पनि सहयोग गर्ने, सकिएन भने सहयोग गर्न सक्नेलाई निमन्त्रणा गरेर सूचना गरिदिएर त्यो सद्भाव गरिदिनु भयो भने जुन उद्देश्यले हामीले यज्ञ आयोजना गरेका छौँ त्यो अवश्य पुरा हुन्छ। पहिला पहिला धेरै गुरुकुल चल्थे, मुष्टिदानले चलेका गुरुकुल हुन्, धेरै दानै गर्नु पर्दैन, एक एक मुठी घरबाट आएपछि अनि त्यो गुरुकुल चल्ने, कत्रा कत्रा विद्यालय विश्वविद्यालयहरू चल्ने। हाम्रो मुष्टिदानको परम्परा हराउँदै गएको हुनाले मठ मन्दिरहरूमा अलिकति समस्या आएको, त्यो परम्परालाई फेरि हामीले उजागर गर्न सक्यौँ भने, जस्तै उसमा त्यो एम्बुलेन्स चलाउँदाखेरि एक एक रुपियाँ महिनाको कि वर्षको ब्रो, के अरे महिनाको 1 रुपियाँ, दिनको 1 रुपियाँ भनेर जो एउटा सङ्कल्प गरिएको थियो आजसम्म एम्बुलेन्स चलिरहेको छ। त्यसै गरी यथाशक्य यो तिलेश्वर धामको संरक्षणको लागि, नियमित पूजा सञ्चालनको लागि, अक्षय कोषको लागि यहाँहरूले जो आफन्त इष्टमित्रदेखि आफूले पनि सकेको सद्भाव गर्नुहोला। सकिएन भने आएर कथा सुनिदिनु होला। समय दान पनि ठुलो दान हो। हजुरहरू प्रेमसित आएर कथा सुनिदिनु होला। यहाँ विदुषी सुश्री शान्ति सुवेदीज्यू पनि आउनुभएको छ अनि विशेष झाँकी प्रस्तुत गर्न झाँकीका कलाकारहरू पनि आउनुभएको छ र भजन प्रस्तुत गर्न चाहिँ एकदम जानकार, भजन सम्बन्धी जानकार महानुभावहरू पनि आउनुभएको छ र हाम्रो उपव्यास गुरुलाई त हजुरले चिनि नै रहनु भएको छ र अन्य गुरुवर्गहरूले पनि प्रेमसित यो कार्यक्रम सम्पन्न गर्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुहुनेछ र युवा पिँढीको पनि यहाँ चाहिँ सहभागिता छ। क्लबका युवाहरू जोडिनु भएको छ। विष्णु पुराण महायज्ञको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। भर्खरै कपिलदेव गुरुजीले 12 वर्ष अगाडि जुन यो तिलेश्वर धामको परिस्थिति र अहिले आउँदाखेरिको जुन परिस्थितिको बारेमा उहाँले हामी सबैलाई जानकारी गराइसक्नु भएको छ। धेरै कुरा यहाँ परिवर्तन भएको छ। वास्तवमा सबैको सहयोगले, सबैको सद्भावले यो तिलेश्वर धाम हिजोको लिच्छवीकालीन जुन बस्ती, जुन चाहिँ राजधानी अथवा चाहिँ नाकाको रूपमा यो बस्ती थियो, आज फेरि पुरानै स्वरूपमा ल्याउनको लागि हामी जस्ता युवा पुस्ताले यसलाई चाहिँ एउटा चाहिँ नेतृत्व गरेर हामी अगाडि बढिरहेका छौँ। वास्तवमा गोदावरी नगरपालिकाले धार्मिक, सांस्कृतिक र सम्पदा क्षेत्रमा धेरै लगानीहरू हामीले गरिरहेका छौँ, जसको प्रतिफल अहिले सबै वडाहरूमा हामीले देख्दै आइरहेका छौँ र आगामी दिनमा पनि यो क्षेत्रलाई एउटा धार्मिक, सांस्कृतिक र सम्पदा क्षेत्रको एउटा नगरको रूपमा अगाडि बढाउनको लागि विभिन्न किसिमका मठ मन्दिरहरू पुनर्निर्माण अथवा नयाँ निर्माणका कार्यहरू भइरहेको छ, जसले गर्दाखेरि यहाँ आउने धार्मिक पर्यटकीय एउटा सद्भावना लिएर आउनेहरूलाई पनि एउटा चाहिँ राम्रो किसिमले एउटा चाहिँ वातावरण बन्नेछ भन्ने हिसाबले पनि हामीले एउटा नगर गुरु योजना हामीले लागू गर्दैछौँ, जसले गर्दाखेरि 1 देखि 14 वडासम्म रहेका धार्मिक क्षेत्र अथवा सम्पदा क्षेत्र एउटा चाहिँ पदयात्रा अथवा चाहिँ एउटा चाहिँ टुरिज्म सेक्टर घोषणा गर्ने अभियानका साथ पनि हामी अगाडि बढिरहेका छौँ। त्यस कारणले यो जुन चाहिँ एउटा महान उद्देश्य लिएर एउटा यसको चाहिँ अक्षय कोष निर्माण गर्ने, जसले गर्दाखेरि शताब्दीसम्म, युगौँसम्म चाहिँ यो तिलेश्वर धामको संस्कृति र परम्परा चलाउने उद्देश्यले यो स्थापनाको लागि जुन चाहिँ महायज्ञ अहिले आजबाट सुरु भएको छ, योभन्दा अगाडि नितान्त रूपमा यस क्षेत्रको विकास र यहाँको यो लेलेवासीलाई निःशुल्क एम्बुलेन्स अथवा एम्बुलेन्स सञ्चालन गर्नको लागि जुन महायज्ञ सुरु गरेको थियो, आज 12 वर्षपछि फेरि यो अक्षय कोष निर्माणको लागि तपाईँले अभियान सुरु गर्नुभएको छ। यो प्रत्येक 12 वर्षमा गर्ने योजनाका साथमा अगाडि बढाउनु भएको हुनाले नगरपालिकाबाट हामीले गर्नुपर्ने सहयोग, अक्षय कोषको लागि गर्नुपर्ने सहयोग वडा अध्यक्ष, यहाँका आयोजकसँग बसेर कति गर्न सकिन्छ, कति थप्न सकिन्छ, यसलाई जीवन्त रूपमा चलाउनको लागि त्यो आवश्यक हामी सहयोग गर्ने नै छौँ। र त्यसका साथसाथै मैले 1 देखि 14 वडासम्म चाहिँ यो यस्ता महायज्ञमा आफूले केही सहयोग पनि मैले जहाँ पनि भन्ने गरेका छु कि तपाईँहरूले मलाई 2 चोटि निर्वाचित गरेर पठाइसकेपछि तपाईँहरूकै चाहिँ केही करबाट, ट्याक्सबाट मैले केही चाहिँ भत्ता पनि लिइरहेका छौँ। त्यस कारणले यस्ता महायज्ञहरूमा मैले आफ्नो व्यक्तिगत रूपमा 25,555 सबै ठाउँमा बराबर हिसाबले मैले एउटा चाहिँ आफ्नो चाहिँ गच्छे अनुसार दिने पनि घोषणा गरेका छौँ। त्यस कारण यहाँ पनि मेरो आफ्नो व्यक्तिगत रूपबाट 25,555 र बाँकी नगरपालिकाबाट सहयोग गर्ने घोषणा वचनबद्धता व्यक्त गर्दै यस महायज्ञको पूर्ण
सफलताको शुभकामना दिने मेरो छोटो भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार। कार्यक्रमका विशिष्ट अतिथि पूर्व सांसद माननीय नवराज सिलवालज्यूलाई संक्षिप्त रूपमा शुभकामना मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। तपाईँले एउटा उद्देश्यका साथ यो ज्ञान महायज्ञ भनौँ को आयोजना गर्नुभएको छ। जसले कल्पना गर्यो, जसले यो सोच बनायो, जो यसमा लाग्यो, ती सबै अग्रजहरूप्रति म सम्मान व्यक्त गर्न चाहन्छु। तपाईँहरूले हुन त यहाँ एउटा कोष जम्मा गर्ने भनेको छ, अहिले चाहिँ यस्ता कार्यक्रमहरूमा चाहिँ कोष जम्मा गर्ने भन्ने एउटा अभ्यास छ। त्यही यो कोष भन्ने चाहिँ कस्तो हो भने म यहाँ अब हाम्रो पण्डित विद्वान पण्डितज्यूहरूलाई पनि भन्न चाहन्छु, यो कोष ठुलो समस्या होइन। हामीसँग यति धेरै ज्ञानीहरू, यति धेरै दानीहरू, यति धेरै विवेकशील जनताहरू छन् र यो फेरि यो ठाउँ भनेको तिलोश्वर भनेको यो ठाउँ भनेको पवित्र भूमि पनि हो, ऐतिहासिक कालदेखिको पवित्र भूमि हो र यहाँ बसोबास गर्ने हामी विभिन्न पार्टीमा काम गर्छौँ, विभिन्न सामुदायिक संस्थाहरूमा छौँ, विभिन्न खालले चाहिँ जनताको सेवामा काम गरिरहेछौँ, यो समाजलाई अगाडि बढाउनको लागि काम गरिरहेछौँ। तपाईँहरूले भन्नु होला के कसरी सहयोग गर्नु पर्यो। मैले मेरो त अब आज उद्घाटनमा अब मेयर साहबले मैले यति पैसा कोषमा राख्छु भन्नुभयो, तर मलाई चाहिँ के लाग्छ भने मेयर साहबले नगरपालिकाबाटै केही राम्रो बजेटको व्यवस्थापन गरिदिनु होला र मैले यहाँ तपाईँहरूको चाहिँ अब पछि फेरि 10 दिनसम्म फेरि पनि आइएला के कसरी सहयोग गर्नुपर्छ मलाई आयोजक साथीहरूले भन्नु होला, म त्यसको लागि तयार छु। कसरी तपाईँहरूले कोष निर्माण गर्ने, कसरी यो मठलाई व्यवस्थित गर्ने भन्ने सवालमा म तपाईँहरूसँग रहने पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ यस्ता महायज्ञहरू विभिन्न ठाउँमा हुन्छन्। सप्ताह अस्ति चाहिँ हामीले गोदाम चौरमा पनि एउटा सप्ताह ज्ञान महायज्ञ भनेर लगाउनु भएको थियो, शिव पुराण लगाउनु भएको थियो, विष्णु पुराण लगाउनु भएको थियो, विभिन्न यस्ता क्रियाकलापहरू भएको छन्। यस्ता सांस्कृतिक धार्मिक कार्यक्रमहरूले चाहिँ हामीलाई हाम्रो धर्मप्रति, हाम्रो संस्कृतिप्रति, हाम्रो इतिहासप्रति र हाम्रो सभ्यताप्रति सचेत बनाउन, त्यसमा लाग्न, त्यसको संरक्षण गर्न र यो हाम्रो परापूर्व कालदेखि प्राप्त भएको हाम्रो धरोहर संस्कृति चाहिँ अगाडि बढाउनको लागि असाध्यै महत्त्वपूर्ण रूपमा योगदान गर्छ। त्यसले गर्दा यसको आयोजना आफैमा एउटा महत्त्वपूर्ण इभेन्ट हो भन्ने मलाई लाग्छ। र कपिल गुरु जस्तो उहाँको बारेमा मैले सुनेको छु, अथाह ज्ञान हुनुहुन्छ, ज्ञानको भण्डार हुनुहुन्छ। उहाँले यहाँ तपाईँहरूलाई कथाहरू वाचन गरिराख्दाखेरि धर्मको बारेमा, नैतिकताको बारेमा, जीवनको बारेमा, आफ्टर जीवनको बारेमा पनि र कसरी समाज र परिवारलाई अगाडि बढाउने भन्ने सवालमा महत्त्वपूर्ण ज्ञानहरू उहाँले बाँड्नुहुनेछ। र यस्तो ज्ञानहरूले चाहिँ अब यहाँ हामी आउँछौँ, हुन त आज धेरै भक्तजनहरू, दिदीबहिनीहरू, दाजुभाइहरू हिँडिसक्नु भएको रहेछ। अरू कुनै मौकामा फेरि पनि कुरा गरौँ होला। यस्ता महाज्ञान यज्ञहरूबाट, यस्ता समारोहबाट चाहिँ यहाँको समाज चाहिँ लाभान्वित हुनुपर्छ, ऊ परिवर्तित हुनु, उसको मानसिकता परिवर्तन हुनु, उसको चाहिँ मुलुकप्रतिको, समाजप्रतिको, परिवारप्रतिको, हाम्रो धर्मप्रतिको, हाम्रो संस्कृति र इतिहास सभ्यताप्रतिको जिम्मेवारीको अभिवृद्धि गराउने ढङ्गले यस्ता कार्यक्रमहरूलाई आयोजना गरिनुपर्छ। त्यसमा गुरुवर्गले खास गरी यसमा सचेत हुनु होला कि तपाईँहरूले बाँडेको ज्ञानले त्यो त्यहाँ सुन्ने मान्छेको जीवन परिवर्तन भयो कि भएन, त्यो सुन्ने मान्छे लाभान्वित भयो कि भएन, ऊ लाभान्वित भएर उसले उसको परिवार, उसको समाजलाई कुन ढङ्गले कन्ट्रिब्युट गर्न सक्छ भन्ने सवालमा पनि अलिकति ध्यान दिएर यस्ता ज्ञानहरू बाँड्दाखेरि कथा मैले भन्दै भनेर मात्रै त्यो कथाले कसरी मान्छे प्रभावित हो, कसरी उसको जीवन परिवर्तन गर्न सके भन्ने ढङ्गले पनि वाचक चाहिँ हाम्रा ज्ञान शिरोमणिहरूले, विद्वानहरूले त्यसरी पनि सोच्नु जरुरी छ भन्ने लाग्छ। किनभने मैले देखाएको छु, सप्ताह सुन्यो, ज्ञान महायज्ञमा बस्यो, घरमा गएर फेरि उही झगडा, फेरि उही तिक्तता, समाजमा फेरि त्यही खालको परिस्थिति चाहिँ हुनु भएन। मान्छे परिवर्तित हुनु पर्यो, उसको सोचमा परिवर्तन आउनु पर्यो, मुलुकप्रति जिम्मेवार हुनु पर्यो, समाजप्रति जिम्मेवार हुनु पर्यो, परिवारप्रति जिम्मेवार हुनु पर्यो। त्यो ढङ्गले मान्छेलाई निर्माण गर्ने, मान्छेलाई धार्मिक आध्यात्मिक मात्र होइन नैतिक रूपमा पनि जिम्मेवार बनाउने, असल नागरिक बनाउने सवालमा पनि यस्ता ज्ञान महायज्ञहरूले महत्त्वपूर्ण रूपमा योगदान पुर्याउँछ भन्ने मैले विश्वास गरेको छु। र यतातर्फ पनि मैले विद्वान गुरुवर्गहरूको ध्यान आकर्षण गरेँ। यति भनेर फेरि धेरै नबोल्ने भने हाम्रो सहमति छ। म मान्यजीसँग कुरा हुँदै थियो, उहाँले मलाई सुनाउँदै हुनुहुन्थ्यो, 2 मिनट मात्रै बोलौँ, नवराज सिलवालले धेरै लामो बोल्दैन भन्ने होला। म बोल्दिनँ, किनभने हाम्रो मान्यजीलाई अब म पनि यो ठाउँको मान्य बन्ने भनेर हामी दुवैजना निस्क्या हो।
अब जनताले उहाँलाई भरोसा गर्नुभयो, उहाँलाई जिम्मेवारी दिनुभयो, त्यो जिम्मेवारी राम्ररी निर्वाह गर्नुभएको छ भने मैले विश्वास गरेको छु, उहाँमाथि भरोसा गरेको छु। राजनीति आफ्नो ठाउँमा जाउँ, तर यहाँ चाहिँ विकास निर्माण गर्ने सवाल, यहाँको समृद्धिको सवाल, यहाँको जनताको सरोकारको सवाल, उसको समस्यालाई समाधान गर्ने सवालमा मान्यजी मेयर साहबसँगै म सँगै छु। पार्टी अर्को होला, तर यो ठाउँको माया, यो ठाउँको विश्वास, यो ठाउँप्रति काम गर्ने, यहाँ म जीवन अर्पण गर्छु, यहाँ काम गर्छु भनेर म आएको मान्छे भएको हुनाले तपाईँहरूले म टाढाको नठान्नु होला। तपाईँहरूले गर्ने हरेक अभियानहरूमा, हरेक विकास निर्माणको कामहरूमा मेरो कुन ढङ्गले कन्ट्रिब्युसन हुनसक्छ गरौँ। भोलि चुनावमा जाउँला, चुनावमा चाहिँ उदय शमशेरजीले बनाएको यो भने मै भाषण गर्नुहोला, तपाईँले काम गर्नु होला। भयङ्कर हाम्रो मान्यजीले गरे हो, काम चाहिँ गर्नुभयो, तर भोट चाहिँ मलाई दिनुहोस् भनौँला उहाँ। तर काम गर्ने तर्फ चाहिँ जनप्रतिनिधिले ध्यान दिनु होला। यहाँको मेयर साहबलाई पनि, मेयर साहब पनि राम्रो काम गर्छ, उहाँको अलिकति विमतिहरू छन् विभिन्न ठाउँमा, तर मेयर साहबले चाहिँ त्यो एउटा असल मान्छे लाग्छ मलाई। व्यक्तिगत रूपमा मेयर साहब चाहिँ मलाई एउटा असल मान्छे लाग्छ। सबै बोल्नुहुन्छ, आफ्नो पक्ष विपक्ष सबैलाई समेट्नुहुन्छ। त्यो एउटा राम्रो एउटा राजनीतिक चाहिँ एउटा भनौँ न चातुर्यता भनौँ, अथवा त्यो एउटा चाहिँ क्वालिटी उहाँमा छ। मेयर साहबले अझ बढी अगाडि बढेर काम गर्नुको लागि 2 वर्ष गयो, तपाईँको अरू बाँकी 3 वर्षमा 2.5 वर्ष अझ काम गर्नुको लागि। र मैले कसरी यहाँको चाहिँ पूर्व जनप्रतिनिधि, यहाँको एउटा बासिन्दा, मेरो त सबै नातापाता सबै यहीँ मेरो चाहिँ मामा घर नै यही छ। त्यसले गर्दा मेयर साहबले, यहाँका जनप्रतिनिधिहरूले, वडा अध्यक्षहरूले पनि अलिकति माथि उठ्नु पऱ्यो। वडा अध्यक्षजीहरू अलिकति जनप्रतिनिधि भइसकेपछि पार्टीभन्दा माथि हुन्छ, कुनै सबैलाई समान रूपमा हेर्ने। जनताले चुनेर पठाए, एउटा पर्टिकुलर पार्टीबाट आइयो होला, तर आइसकेपछि सबै जनता समान। त्यहाँ कुनै पार्टी सबैको चाहिँ अभिभावक बन्ने ढङ्गले चाहिँ जनप्रतिनिधिले काम गरिदिनु होला। मैले कहाँ कसरी फेरि काम गरेको छैन म भन्दिनँ, काम उहाँले आफ्नो बरकतले, क्षमताले, ज्ञानले भ्याएसम्म काम गर्नुभएकै छ भने मैले विश्वास गरेको छु। त्यो ढङ्गले काम गर्नुको लागि पनि जनप्रतिनिधि साथीहरूलाई पनि मैले अनुरोध गर्छु। र म हरेक फ्रन्टमा, हरेक सामाजिक आर्थिक रूपान्तरणको फ्रन्टमा, विकासको फ्रन्टमा, यहाँको समस्या समाधान गर्ने सभामा यस्ता मठ मन्दिरहरूलाई अगाडि बढाउने, यहाँको कोष निर्माण गर्ने, कोष स्थापना गर्ने, यस्ता विधि प्रक्रियालाई अगाडि बढाउने सभालाई मेरो सधैँ सहयोग तपाईँहरूलाई रहने। र तपाईँहरूले चाहिँ फेरि अर्को पार्टीको भन्ने ढङ्गले मलाई नहेर्नु होला। म यहाँ जनताको एकदम हरेक दिन डे इन डे आउट काम गर्नु तत्पर भएर आएको मान्छे भएको हुनाले त्यो ढङ्गले मिलेर काम गर्नुको लागि पनि मैले साथीहरू सबैलाई आह्वान गर्दै अन्तमा फेरि आयोजक साथीहरूलाई मलाई बोलाउनु भयो। एउटा ग्रुपै चाहिँ 15-20 जनाको चाहिँ ग्रुप चाहिँ निम्ता गर्ने भनेर जानुभएको छ। मलाई फोन गर्नुभयो, अनि तपाईँ कहाँ हुनुहुन्छ, हामी आउँदैछौँ भने चाहिँ मैले तपाईँहरू किन आउनु परेन, म आफै आउँला नि भनेर उहाँहरूलाई दुःख नदिकन, हुन त म यहीँ 3 नम्बरमै बस्छु, मान्यजी कहाँ त पुग्नुभयो होला कुपनडोलसम्म उहाँहरू, अनि म चाहिँ आउनु पर्दैन, म आइहाल्छु नि भने 11 बजी सुरु हुन्छ, 11:30 भनेको थिएँ, म 11:30 मा आउँदै अलिकति पछाडि भयो। त्यसको लागि पनि क्षमा याचना गर्दै आयोजकहरूले मलाई बोलाउनु भयो, अनर गर्नुभयो, यहाँ बोल्ने मौका पनि दिनुभयो। सबैलाई आयोजकहरूलाई धन्यवाद दिँदै गुरुवर्गलाई फेरि आउँदो 10 दिन चाहिँ तपाईँहरूको एकदम अजस्र ज्ञानको धारा बगोस्, तपाईँहरूको फेरि सुन्ने अवसर हामीले पनि पाऊँ। म पनि आउँछु बेला बेलामा। तपाईँहरूलाई यसको शुभकामना पनि दिँदै स्वागत पनि गर्दै मलाई बोल्ने अवसर दिनुभयो आयोजक साथीहरूलाई पनि धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद। सम्पूर्ण पदाधिकारीज्यूहरू मैले देखिरहेको छु यहाँ, सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, विभिन्न राजनीतिक दलका। हाम्रो भाषण भन्दा पनि उहाँको कथा वाचकलाई तपाईँहरू आउनु भएको छ, त्यसैले म धेरै कुरा राख्दिन चाहन्न। आज कार्यक्रम 11 बजेको कार्यक्रम तय गरेको थियो, तर हाम्रो मान्य मन्त्रीज्यूको कार्यक्रम प्रधानमन्त्रीसँग भेटभाट भएको कारणले उहाँ अलि हतारेर हिँड्नुभयो, किनभने 12 बजेसम्म बालुवाटार उहाँ पुग्नुपर्ने, त्यसैले उहाँ हतारेर हिँड्नुभयो। र मेरो परिवारका सदस्यहरू पनि आज यो कार्यक्रममा उहाँहरूलाई पनि निमन्त्रणा थियो, हामी सँगै आउने थिए, तर 81 कार्यक्रम अलि अगाडि बढिसकेपछि उहाँहरू आज आउन सक्नु भएन। आयोजक साथीहरूलाई उहाँले क्षमा पनि माग्नु भएको छ। अरू दिन चाहिँ मेरो श्रीमती लगायत सम्पूर्ण परिवारलाई लिएर पनि आउँछु, किनभने 2070 सालमा पहिलो पटक म निर्वाचित हुँदाखेरि हाम्रो आयोजक साथीहरू, हाम्रो मेजर साहब, हाम्रो बचुराम दाई, उहाँ लगायत हामीहरू यहाँ आएर निरीक्षण पनि गरेको थियौँ।
अब यो सरस्वती धाम, सरस्वती कुण्ड लगायत यो शिव मन्दिरलाई व्यवस्थापन गर्नको निम्ति तपाईँको योगदान सहयोग हुन पर्यो भन्ने कुरा भइसकेपछि सबैभन्दा सुरुमा मैले संसदीय कोषबाट 10 लाख रुपियाँ त्यति बेला हालेको थिएँ र मलाई अत्यन्तै खुसी लागेको थियो। त्यति बेला मैले 10 लाख रुपियाँ हालेको थिएँ, तर 10 लाख होइन, लगभग 14 लाखको काम चाहिँ यहाँ भएको थियो। त्यति बेला त नगरपालिका पनि थिएन। हाम्रो त्यहाँ काम गर्ने इन्जिनियरलाई चाहिँ त्यति बेला जीविस थियो। जीविसको इन्जिनियरले मान्यज्यू, तपाईहरूले पैसा छुट्याउने मध्येमा सबैभन्दा राम्रो काम यहाँ सरस्वती मन्दिर र तिलेश्वरमा भएको छ, तपाईँले 10 लाख दिनुभएको थियो, यो 10 लाखको भन्दा धेरै राम्रो काम भएको छ भनेर कुरा पनि गर्नुभयो। उहाँहरूले सुरुवात राम्रो गरिसकेपछि नगरपालिका त्यसपछि स्थापना भयो, वडा स्थापना भयो र अरू ठाउँबाट पनि धेरै सहयोग आएर कोही व्यक्तिले राम्रो काम गरे भने त्यसलाई सहयोग गर्ने हातहरू चाहिँ बढ्दो रहेछ। त्यसैले सम्पूर्ण आयोजक टिमहरूलाई चाहिँ म धन्यवाद व्यक्त गर्न चाहन्छु। मैले अघि भनिहालेँ, म धेरै कुरा राख्न चाहदिनँ। फेरि पनि यो 10 दिनको धार्मिक कार्यक्रम अगाडि बढ्दैछ। यो 10 दिनमा म फेरि पनि केहीचोटि फेरि पनि आउनेछ भन्ने वचनबद्धता साथसाथै मेरो आदरणीय मित्र कपिलज्यूलाई, मेरो होइन, हाम्रो मान्यज्यूको कुरा होइन, तपाईँकै कथा सुन्न सबैजना आतुर भइसकेका छ। त्यसैले म मेरो 2 शब्द यी अन्त्य गर्न चाहन्छु र कार्यक्रमको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद। आज उद्घाटनको कार्यक्रम भएको हुनाले हामीले जनप्रतिनिधिहरूका प्रतिबद्धताहरू र कार्यक्रममा शुभकामनाहरू लियौं। अब हाम्रो केही बेरमा पूर्वाङ्गको कार्यक्रम प्रारम्भ हुनेछ र त्यस पछाडि यस तिलेश्वर धाम 12 वर्ष धार्मिक महोत्सवमा दैनिक रूपमा हाम्रा सम्मानका क्रमहरू पनि निरन्तर रूपमा जारी रहने नै छन्। अब यहाँ बस्दा धेरै लामो भइसक्यो, भोक पनि लाग्यो होला। अब त्यसको लागि चाहिँ जो आउनुभयो सबैलाई यो आयोजक समितिको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिँदै अहिले यो आज जुन चाहिँ उद्घाटन थियो, त्यसको चाहिँ जुन उद्घाटन समारोह थियो, कलश यात्रा थियो, त्यो कार्यक्रम चाहिँ यहाँ आएर समापन भएको र चाहिँ बाँकी कार्यक्रम चाहिँ हाम्रो गुरुदेवबाट चाहिँ सधैँ यसको चाहिँ अब सुरुवात हुनेछ भन्दै जानकारी गराउँदै म यहाँहरूबाट बिदा हुन्छु र यहाँहरूलाई पनि यो कार्यक्रम समाप्त भएको घोषणा गर्दछु। जय होस्, मङ्गल होस्।